Hello, welcome to my YouTube channel Pasang 17 Vlog. Namaste, त्यसैले कुजुजङपो आज चाहिँ म घरदेखि निस्किसकेँ है। योक्सम जाँदैछु अफिसमा। अन्त यहाँ टासिरिङको बजार हेर्नुहोस् है। कति दिनको बादमा मैले भ्लग गर्दैछु, कस्तो लाग्छ तपाईहरुले कमेन्ट गरिदिनुहोस् होला है। अन्त मैले नजानेको छ भने माफ गरिदिनुहोस् होला, गल्ती भयो भने है। म चाहिँ यता बजार नआएर पनि यहाँ लासोमा पुगिसकेँ। लासोमा पहिला हाम्रो स्कुल यहीँबाट जानु पर्थ्यो है ल। अन्त मेमोरिजहरू पुरा छ। अन्त आज चाहिँ म पर एसडिएम अफिस जानुपर्छ नि, योक्सम खेचीबेरीहरूको चाहिँ उता जानुपर्छ। अन्त अलिकति पर्सनल्ली मेरो काम छ अफिसमा हो। अन्त आज हुन्छ हुँदैन हो त्यही टेन्सन भइरहेछ। जान्दैछ हामी चाहिँ है। अब जान्दैछ यहाँ लासो पञ्चायत अफिस यहाँ पुगेर है। योक्समको नजारा देखो इतना सुन्दर, यस्तो घाम टन टन लागिरहेको रहेछ। अन्त सरै आउनु भएको रहेन रहेछ। अन्त हामी चाहिँ घुम्नु जाउँ हो तल हेलिप्याड हेर्नु भन्दैछु, दिदी भेना म हो जान्दैछु। अन्त यहाँ भेना चाहिँ कुन्नि के भन्दैछ। अन्त म चाहिँ आज क्रक्स अन्त ट्र्याक सुट टी सर्ट लगाएर हिँडेको। शीतल हुन्छ नि त्यस्तो लुगा लगायो भने चाहिँ। ऊपर चाहिँ एसडिएम अफिस रहेछ, यो पर चाहिँ हेलिप्याड रहेछ। अन्त हामी चाहिँ तल ब्याङ बियर काट्नु जाँदैछ। अन्त यहाँ पुगेर फर्किँदा चाहिँ खेचीबेरी पनि निस्कौँ भनेर। खेचीबेरी चाहिँ भर्खर बनाउँदा रहेछ ब्लेड रोडहरू है। मैले कम्ती कम्ती क्लिप गरेको छु, कस्तो लाग्छ प्लिज कमेन्ट गर्नुहोस् है। बिहानै हो यो चाहिँ है। पोखरी दर्शन गर्नुहोस् है। फोनबाट दर्शन गर्दा पनि आफ्नो मन सफा हुनुपर्छ। जहाँबाट दर्शन गरे हो त्यही ठुलो कुरा हो। अन्त कस्तो लाग्यो तपाईहरुले कमेन्ट गरिदिनुहोस् होला है। हामी चाहिँ यहाँबाट जाँदैछ। अन्त अहिले चाहिँ आधी बाटोबाट पोखरी देखेको। यहाँ चाहिँ यस्तो सफा राखेको रहेछ, ढाँचाहरू पनि एकदम सफा। अन्त पहिल्यैदेखि खेचीबेरी त पोखरी त सफै राख्छ है। हामी सानो हाम्रो घर चाहिँ खास चाहिँ खेचीबेरी हो। टासिरिङमा चाहिँ बसेको। अन्त जाँदैछ हामी चाहिँ ब्लेड रोड दामी सफा रहेछ। अर्का ब्लेड रोड अहिले चाहिँ हाम्रो एकदम सिक्किम चाहिँ निट एन्ड क्लिन अरू जग्गा हेरी चाहिँ। अन्त जाँदै जाँदै अन्त कति दिनको बादमा ब्लग गरेको म जेजु अलिक सन्चो पनि भएन। अन्त के कन्टेन्ट पनि भएन आजको चाहिँ। ठिक्कै अफिसको अन्त प्लस अफिसको न्युमा घुम्नु पनि पायो। अन्त बेनाको गाडी थियो नि त, हो त्यसले गर्दा गफ गर्दै तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला है। जतिजनाले माया गर्नुभएको छ उहाँहरूकोबाट हृदयबाट धन्यवाद। अझै गर्नुहुन्छ भनेर आशा राख्दै आज मैले सानो छोटो मिठो ब्लग गरेको छु। अन्त हिँड्दैछ हामी चाहिँ हिँड्दैछ। अब के गर्नु यस्तै हो। बिजी हुँदो रहेछ कि हो त्यो के भन्छ टाइमै पाउँदैन रहेछ ब्लग गर्नु। अन्त म त अस्ति एकखेप गरेकोदेखि गरेकै छैन। अन्त कन्टिन्यू के हालौँ हुँदो रहेछ। अन्त हो त्यसले गर्दा मैले यहाँ अब जतिसक्दो देखाउने कोसिस गर्दैछु। पोखरी चाहिँ ऊ पर छ, अघिको चाहिँ मैले यताबाट देखाएको है। अन्त हिँड्दै जाँदैछ हामी चाहिँ हिँड्दै यस्तो सफा पिसफुल लाग्यो कि। अन्त प्लस हाम्रो जिउ सन्चो नभएर कि ब्लग गर्नु पनि अल्छी लाग्दो रहेछ हौ। दबाईले गर्दा होला सायद, म आफै पनि बिमार भयो त्यसले गर्दा अलिक बिजी नै भयो भनौँ न। अन्त यहाँ पुगेर गुरु रिम्पोछे रहेछ। अन्त म चाहिँ हात जोड्दैछु एक हातले। पोखरी है मैले डल्लै गर्नु सकेन किनभने हतार थियो नि त। हल्का गरिरहेछु, यो तेर्सो नगरेर मैले सिधा गरी पठाएछ, माफ गरिदिनुहोस् होला है। कस्तो लाग्छ
अन्त यहाँ फर्किँदैछ हामी चाहिँ घरबाट अब उताबाट सकेर। अन्त जतिजना माया गर्नुभएको छ उहाँहरूलाई हृदयबाट धन्यवाद। प्लिज मेरो च्यानल हेरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला, कमेन्ट गर्नु। नेक्स्ट भ्लगमा भेटौँ ल, बाई बाई।